नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। 2082 सुरु भयो, तर के साच्चै नयाँ वर्ष सुरु भयो त? कि हामी फेरि त्यही बोझ, त्यही पीडा र त्यही अधुरा सपनाहरू लिएर अघि बढ्न खोज्दैछौँ? सायद यो प्रश्न हामीले आफैसँग गर्नुपर्छ। गत वर्ष सजिलो थिएन, कसैले छोडेर गए, सपनाहरू टुटे, धेरै पटक आँखा रसाए, तर अझै पनि हामी यहाँ छौँ। उही आँखा तर अझै मजबुत मन लिएर। 2082 केवल एउटा नयाँ साल होइन, यो एउटा नयाँ यात्रा हो जहाँ हामी अतीतको घाउहरू लिएर होइन, भविष्यको उज्यालो सपना बोकेर हिँड्नेछौँ। हामीले धेरै गुमायौँ, तर त्यति नै धेरै सिक्यौँ पनि, र त्यो सिकाइ नै हो जसले अब हामीलाई हरेक चुनौतीसँग जुझ्न तयार बनाएको छ। यस वर्ष हामी फेरि मुस्कुराउनेछौँ, आफ्नै कारणले, आफ्नै लागि। फेरि एक पटक सपना देख्नेछौँ, किनकि तिनीहरू पुरा हुन सक्छन् यदि हामी हरेक दिन एक सानो कदम चाल्यौँ भने। 2082 मा आफूलाई माया गरौँ, आफ्नो गल्तीहरू स्वीकार गरौँ र आफूलाई भन्न सिकौँ, म सक्छु, म फेरि उठ्न सक्छु र यो पटक म जित्नेछु। शुभकामना। नयाँ वर्ष 2082 को यो वर्ष आत्मप्रेमीको हो, नयाँ सुरुवातको हो र तिमीले आफूलाई फेरि चिन्ने वर्ष हो। तिमी सक्षम छौ र यो संसारमा तिमीले पार नगर्ने कुनै पहाड छैन।